गुड इभिनिङ एन्ड नमस्ते। आज हामी गर्भपतनको बारेमा फेरि छलफल गर्ने लागेको छौँ। अस्तिको भिडियोमा चाहिँ हामीले जुन गर्भपतन भनेको थियो त्यो कहिलेकाहीँ हुने भन्नाले एकचोटि हुने अथवा बच्चा भइसके पछाडि फेरि एकचोटि हुने अथवा नहुने त्यस्तो अवस्थाको बारेमा मात्र हामीले डिस्कस गरेका थियौँ। नाना थरीको डिस्कस गरेका थियौँ हामीले। मिस्ड एबोर्सन, इन्कम्प्लिट एबोर्सन, सेप्टिक एबोर्सन, थ्रेटेन्ड एबोर्सन, इनहेबिटेबल एबोर्सन, सबै कुरा। आज जुन हामीले टपिकमा कुरा गर्छौँ त्यो टपिक भनेको तपाईँको रिकरेन्ट प्रेग्नेन्सी लस हो। भन्नाले पटक पटक बच्चा खेर जानु हो। यो पटक पटक खेर जानु बच्चा भनेको 2 अथवा 2 भन्दा बढी बच्चा कन्टिन्युअसली लगातार मरिराखेको छ गर्भाशयभित्र, त्यस्तोलाई हामीले रिकरेन्ट प्रेग्नेन्सी लस भन्ने गरेका छौँ। अब यो जुन दम्पतिमा प्रजनन क्षमता छ त्यस्तो दम्पतिहरूले जुन बच्चा पाइराखेको छ तिनीहरूमध्ये सबैजनाहरूमध्ये 1% मान्छेले मात्र यस्तो कन्डिसन देखिएको छ। आरपिएल जुन छ, रिकरेन्ट प्रेग्नेन्सी लस, पटक पटक बच्चा खेर गइराखेको अवस्था, त्यो अवस्थामा चाहिँ तपाईँको दम्पतिको मेन्टल स्टेबिलिटी, फिजिकल कन्डिसन, सोसल पनि कन्डिसन तपाईँको सबै बिग्रेर जान्छ र यो सँगसँगै तपाईँको फाइनेन्सियल कन्डिसनमा पनि ह्याम्पर हुन्छ र आमाले बुवाले जनाले जुन दम्पति छ त्यसले टाइम दिएकै हुन्छ। त्यो टाइम दिँदा पनि नोक्सान गएर अथवा खेर गइराखेको बच्चाहरूको कारणले उनीहरूको डिप्रेसनसम्म जाने गरेको छ। त्यही भएर यो टपिक आजको धेरै नै इम्पोर्टेन्ट छ र यो टपिकको बारेमा सबैले जानकारी हुनुपर्ने हुन्छ। त्यही अब यसको कारण के? कारण यसको मुख्यतः सबभन्दा पहिलो भन्नुपर्ने भने 40 देखि 50% त कसैलाई थाहा छैन यो किन भइराखेको छ र किन भयो भनेर शरीरमा। त्यसलाई हामी भन्छौँ इडियोप्याथिक। अब इडियोप्याथिक भनेको अब कसैलाई थाहा छैन, न डक्टरलाई, न रिसर्चरलाई, न साइन्टिस्टलाई, कसैलाई थाहा छैन। अनि अब मुख्य कारणहरू जुन चाहिँ हामीले खोजेका छौँ, जुन हामीलाई थाहा छ, जुन हामीले पत्ता लगाउँछौँ, त्यो भनेको 4वटा छ मुख्य कारण। पहिलो कारण भनेको क्रोमोजोमको विसङ्गति, क्रोमोजोमल एनोमाली। क्रोमोजोमल विसङ्गति भनेको जुन हाम्रो शरीरको कोशिकाको भित्र जुन चाहिँ एउटा क्रोमोजोम भन्ने एउटा सानो स्ट्रक्चर हुन्छ जसको भित्र चाहिँ डिएनए र प्रोटिन हुन्छ र त्यसको भित्र पनि जिन हुन्छ। त्यो क्रोमोजोम हुन्छ जुन चाहिँ केटामा भनिन्छ इट्स XY र केटीमा भनिन्छ इट्स XX। त्यो क्रोमोजोम हो। त्यो क्रोमोजोमको विसङ्गतिको कारणले तपाईँको पटक पटक गर्भपतन हुनसक्छ, पहिलो कारण। दोस्रो कारण भनेको पाठेघरको भित्रको एनाटोमी भनेको स्ट्रक्चर, उसको मोटाइ कति छ, उसको भित्रको जुन स्ट्रक्चरहरू जुन छ, फेलोपियन ट्युबहरू छ, त्यो ट्युबहरूको कस्तो छ अवस्था, कति लामो छ, कति सानो छ, त्यस पछाडि भित्र पाठेघरभित्रको जुन त्यो भर्चुअल स्पेस हुन्छ भन्नाले जुन ठाउँ हुन्छ त्यो ठाउँमा केही अरू केही पनि ट्युमरहरू अथवा केही मासुनी पलाको पर्दा जस्तै भएर 2टा पाठेघर देखिएको छ कि, त्यस्तो अवस्थाहरू जुन एनाटोमिकल डिस्टर्बेन्सहरू हुन्छ, जुन चाहिँ खराबी देखिएको छ, त्यो खराबीहरूको कारणले हो एउटा। अनि त्यस पछाडि चाहिँ अर्को कारण भनेको तपाईँ इम्युनोलोजिकल हो। इम्युनोलोजिकल भनेको तपाईँको एउटा एन्टिबडी हुन्छ, एन्टिफस्फोलिपिड एन्टिबडी, त्यो एप्ला भन्छौँ हामीहरू। त्यो एप्लाको कारणले पनि यदि तपाईँको शरीरमा धेरै देखिएको छ भने त्यस्तो अवस्थामा पनि तपाईँको पटक पटक खेर जाने गरेको छ बच्चा। अनि अन्तिम भनेको तपाईँको इन्डोक्राइन सिस्टमको गडबडी भन्नाले तपाईँको शरीरमा थाइरोइड हर्मोनको उथलपुथल, त्यस पछाडि प्रोल्याक्टिन हर्मोनको धेरै मात्रामा शरीरमा देखिएको छ भने त्यस्तो अवस्थाहरू हो। पछाडि प्रेसरको रोग लागेको छ भने र अनकन्ट्रोल्ड डायबिटिज भन्नाले तपाईँको सुगर, चिनीको रोग लागेको छ तर त्यो कन्ट्रोलमा छैन, तपाईँले औषधि पनि खाइराख्नु भएको छैन, त्यो कन्ट्रोलमा छैन, त्यस्तो अवस्थामा पनि तपाईँको पटक पटक गर्भाशयभित्र त्यो बच्चा जुन छ त्यो खेर गइराखेको हुन्छ। र अन्तिम र सबभन्दा इम्पोर्टेन्ट भनेको एउटा सिफिलिस हो। सिफिलिस भनेको एउटा डिजिज जसलाई हामीले लभ डिजिज पनि भन्ने गरेका छौँ।
अनि त्यो डिजिज भनेको हामीले यता पत्ता लगाउने भनेको भिटिआरएलबाट हो। भिटिआरएल जुन हामीले भन्छ नि भिटिआरएल पोजिटिभ नेगेटिभ, त्यो भिटिआरएल पोजिटिभ नेगेटिभ भनेको हामीले सिफिलिसको लागि गरिने टेस्ट हो, जुन चाहिँ एउटा क्वालिटेटिभ टेस्ट मात्र भने अहिले मैले। त्यस पछाडि अब हामीले यसको लागि टेस्ट के गर्ने र कसरी थाहा पाउने यो कुराहरू दिनुपर्ने एउटा बेसिक इन्भेस्टिगेसन गरिसके पछाडि हामीले पत्ता लगाउनु भनेको अहिले जुन सिफिलिस भने भिटिआरएल गर्नै पर्यो, क्वान्टिटेटिभमा गरौँ, क्वालिटेटिभ होइन। त्यस पछाडि एप्ला जुन भनेको थिएँ मैले एन्टिफोस्फोलिपिड एन्टिबडी, त्यो पनि पत्ता लगाउने, थाइरोइड छ कि छैन त्यो पनि पत्ता लगाउने, प्रोल्याक्टिन छ कि छैन त्यो पनि पत्ता लगाउने, र प्रेसर चेक गर्ने टाइममा। तपाईँको मिलेको छैन भने औषधि मिलाउनु पर्ने हुन्छ। सुगर, चिनी, डायबिटिज मेलाइटस चेक गर्नुपर्ने हुन्छ। त्यो चेक गरिसके पछाडि थाहा हुन्छ तपाईँको औषधि कतिको मिलेको छ कि छैन। मिलेको छैन भने कन्सल्ट गर्नु पर्यो, कन्सल्ट गरिसकेपछि औषधि मिलाउनु पर्यो। एउटा एक्स्ट्रा टेस्ट छ जुन चाहिँ हामीले गर्न सक्छौँ। त्यो टेस्ट भनेको त जनकपुरमा त हुँदैन, तर हामी चाहिँ बाहिर पठाउँछौँ र बाहिरबाट गराएर पनि हामीले रिपोर्टिङ दिन्छौँ हामीहरू। त्यो टेस्ट भनेको श्रीमान श्रीमतीको क्यारोटाइपिङ गर्ने। श्रीमान श्रीमतीको क्यारोटाइपिङ गर्दाखेरि हामीले क्रोमोजोमल विसङ्गति र डक्टरलाई देखाउनै पर्ने कन्डिसन हो। डक्टरले एनालाइज गर्छ के कस्तो अवस्था छ र त्यो अवस्थामा हामीले कुन तरिकाले अगाडि बढ्ने। हामीले हरेक पेसेन्टलाई डिफ्रेन्टली ट्रिट गर्नुपर्ने हुन्छ। कुनै एउटा प्रोटोकल हुँदैन कि यही प्रोटोकल सबैमा युटिलाइज गर्ने। डिफ्रेन्ट पर्सन्स डिफ्रेन्ट प्रोटोकल हुन्छ, त्यसरी नै अगाडि बढ्नुपर्ने हुन्छ। अनि टाइममा एएनसी भिजिट गर्ने, डक्टर्सलाई देखाउने, अनि डक्टरले देखे पछाडि चाहिँ उसलाई के समस्या छ र कुन समस्याको कारणले उसको पटक पतन भइराखेको छ त्यो पत्ता लगाएर हामीले अगाडि बढ्नुपर्ने हुन्छ। एउटा केस भन्न चाहन्छु। मेरो एउटा पेसेन्ट छ, त्यो पेसेन्टको चाहिँ 5वटा बच्चा नै खिर भइसकेको थियो। विभिन्न ठाउँमा 5वटाको 5वटै ठाउँमा 5वटै डक्टरले चेक गर्नुभएको रहेछ। छैटौँ प्रेग्नेन्सी चाहिँ यहाँ आउँदा मैले चाहिँ उसको ट्रिटमेन्ट गरायो। 6th प्रेग्नेन्सी वाज सक्सेसफुल। अनि उसले अहिले बच्चा पाएको हो। मेरो पेसेन्ट फ्रम लगमा, यही गाउँ छ एउटा लगमा छेउमा जनकपुरको, त्यहाँबाट त्यो पेसेन्ट चाहिँ आउँदाखेरि उसलाई एभ्री इन्भेस्टिगेसन्स वाज नर्मल। यस्तो हेर्दाखेरि केही पनि गाह्रो थिएन, सबै कुरा पर्फेक्टली सबै कुरा फाइन थियो। तर बच्चा चाहिँ पटक खेर गइरहेको थियो। मैले हिस्टोस्कोपी गर्दाखेरि तपाईँको पाठेघरको भित्रमा एउटा परत थियो, त्यो परतले मैले काट्नुपर्ने थियो, रिसेक्सन गर्नुपर्ने थियो। पछि बच्चा भयो, अहिले छोरा बच्चा छ, सी इज ह्याप्पी नाउ, अनि सबै कुरा राम्ररी छ। के भन्न चाहन्छु भन्नाले यो अहिलेको जति पनि हामीले डिस्कस गर्यो प्रब्लमहरू, यो सबैको उपचारको लागि तपाईँले बाहिरै जानुपर्छ भने जरुरी छैन। यो सबैको इलाज भनेको तपाईँको साइलर पोलिक्लिनिक प्राइभेट लिमिटेडमा हुन्छ। म आफै डाक्टर सजन कुमार शर्मा यो ट्रिटमेन्ट गर्छु। यो तपाईँको ठाउँ भनेको तपाईँको भानु चौकदेखि लिएर कदम चौक जाने बाटोको बिचमा मोनास्टिक स्कुलको ठ्याक्क सामुन्ने साइलर पोलिक्लिनिक प्राइभेट लिमिटेड छ। एनी टाइम वेलकम, आउनुहोस्। हामी तपाईँको उपचार गरेर तपाईँको मनभित्रमा जे पनि समस्या छ अथवा तपाईँहरूलाई क्युरियोसिटी छ सबै कुरा हामीले तपाईँलाई भन्छौँ अनि विल सल्भ द प्रब्लम। तपाईँको सबै समस्याको समाधान हामी गर्छौँ भनेर म आशा गर्दै भन्दै म माग्न चाहन्छु। धन्यवाद।